गाइस हामी चाहिँ शिवपुरी आइपुग्यौँ टिकट पनि लिइसक्यौँ अब जाँदैछौँ अब त्यसो हेरेर जाने होला के हुँदै जान्छ पर्मिसन ग्रान्टेड हो ल गाइस अब हामी आइपुग्यौँ शान्त त शान्त छ है ठाउँ गजबको छ हेर्दै जानु होला कस्तो लाग्छ हजुरलाई भिडियोको सानो सानो क्लिपहरू हाल्दै जान्छ त्यही पुलको बाटो है अलिकति फेमसवाला पुल हो है राम्रो छ है बाफ्रे जाडो चाहिँ मजा छ यार हाफपट्टि लगाएर आएको छु आवाज चाहिँ मिठो आएको छ है झर्नाको मान्छेहरू धेरै आएर कुदेको कन्टेन्ट बनाउनलाई थगाइदिएर नसक्ने छ यार अब त के हो बुढो भयो लास्ट यो चाहिँ दामी छ है Where is the temple? Guys, भराङ बनाएको त राम्रै गरे हो तर भराङमा त झन् हिँड्न पनि नसक्ने रहेछ हेर्नुहोस् भराङमा त राम्रो छ तर ल गाइस अब पिच रोड सक्यो अब अफ रोडको पालो सरकारी बजेट अलिक पुगेन जस्तो लाग्यो यहाँ हेर्नुहोस् अब ठिक छ हामी नेपालीलाई पिच रोड फाप्दैन अफ रोडै ठिक छ कस्तो चाहिँ मजा लागेको छ गाइस हेर्नु गाइस यस्तो चिसो ठाउँमा नि यस्तो पसिना आउनु कम मेहनतको कुरा हो बाफ्रे नसक्ने रहेछ हो बुढासकाल लाग्यो बेलामा जे भयो नि साला स्वाग चाहिँ छोडिँदैन है पानी पर्यो छाता छैन है छातासँग हुने मेरो नाता छैन है ल गाइस हाम्रो चाहिँ शिवपुरीको यात्रा साला जाँदा जाँदा पानी पऱ्यो कि अरू भन्दा पानी पऱ्यो नाच्न चाहिँ छोडिँदैन है नाचे कुद्यो बाइक रेनकोट लगाएको थिएँ त्यो गऱ्यो बस्यो चढ्थ्यो काला अब केही न केही त गर्नु पऱ्यो यहाँ कुद्यो उफ्रियो त्यत्तिकै रमाइलो गर्दै गएको छ तर रमाइलो चाहिँ लास्ट रमाइलो भएको थियो जस पानी परेर चाहिँ एक्साइटेड नि पारिदियो कहीँ रोकेन चाँडै पनि पुग्यो थकाइ पनि लागेन यहाँ पनि उफ्रियो बाँदर जस्तो ढुक्क झर्ना पनि राम्रो थियो पानी परेर चाहिँ अलिक भिजेको भएको थियो यार खुट्टा भिजेर साला कुन चाहिँले टोके यार अहिलेसम्म चिलाइरहेछ खुट्टामा नमजाले टोके यार कुन चाहिँले हाफ कट्टु चाहिँ लगाएर जानुहुन्न रहेछ लास्ट भिजक पार्छ यार यिनीहरूले पानी परेर झरिरहन्छ यहाँ अब एक्साइटेड पुग्यो साला जाडो लगाएर मलाई त्यतिखेर कामिरहेको थियो हाफ कट्टु लगाएको थियो त्यही माथि ओहो गाइस यस्तो मान भिडियो चाहिँ बनाउँदै छु म भिडियो कस्तो राम्रो छ यहाँ चाहिँ के गर्नु गाइस साह्रै बिजक छ यहाँ हेर्न चाहिँ सक्छ त अब यहाँबाट कहाँ जाने हामी यहाँबाट माथि अब लाग्छौँ अब हामी साह्रै बिजक छ यहाँ चाहिँ अब
त पानीमा पनि आइपुग्यो हामी त गाइज यस्तो दुःख गरी गरी आयो पानीले रमाइलो त पारे त लास्ट चिसो भयो कि अरूभन्दा एक्सट्रिम हान्नुपर्छ जस्तो लाग्यो भएन यसरी चाहिँ पर्नु अब एक्सट्रिम हान्छ एकछिन जाडो होस् गर्मी होस् पानी परोस् हावा उडियोस् लाला एक्सट्रिम चाहिँ खानु है इनर्जी आउँछ भयो एक्सट्रिम लभर साला पानी पऱ्यो नि कन्टेन्ट बनाउन चाहिँ छोड्दैन है गाइज म जे जस्तो भयो नि खुदुम टोपी ल गाइज एक्सट्रिम खानुहोस् एडभेन्चरलाई रमाइलो पार्नुहोस् जिन्दगी यसैमा छ है भ्यू चाहिँ अलिक खतरनाकै छ है गाइज तर जे भयो नि एडभेन्चर चाहिँ मनपर्छ साह्रै दिबरा म्या के हो बाटो त एडभेन्चर गाइज एडभेन्चर म्या भिजे केही छैन भिजे पनि हार मान्दिनँ जाडो लाग्यो पनि केही छैन होइन पानी त ठुलै परिरहेछ तर वन जङ्गल भएर रोकेछ म्यासल बाटो हेरौँ न कस्तो छ तर रमाइलो छ जस्तो भयो नि एडभेन्चर चाहिँ कन्टेन्ट भने त्यस्तै हो कस्तो हिरो देखेको छैन रमाइलो पनि छ है तर दामी छ है गाइज भ्यू चाहिँ दामी छ शान्त ठाउँ यस तल एक्सट्रिम गाइज जो आएर छुट्या हुन्छ है त्यो एक्सट्रिम लभरहरूलाई अब एडभेन्चरहरू मजाले गर्नुहुन्छ भने एक्सट्रिम जस्तो पावर केसैमा छैन फेरि त्यति चाहिँ बुझ्नु साला रमाइलो छुट्टै छ यात्रा सर्जन पछाडि छ म कतै अगाडि छु अहिले भिडियो हेर्नुहोस् न तल झर्ना है वा पनि मजाले भएछ म यहाँ लगभग यो लाएर म 2 चोटि आइसकेँ यो लाएर त 3 चोटि हुन्छ एकचोटि चाहिँ फर्स्टमा नयाँ बाटो आएको थिएँ बाटो नथाहा भएर आधी बाटो वर फर्क्यौँ हामी अब त्यतिखेर अनि त्यसै स्कुल कलेज लाइफमा हुँदाखेरि गएको थियो अब त्यतिखेर त्यस्तै थियो साथीहरू पनि हार मान्ने खालको झगडा पो आयो अनि त्यतिखेर चाहिँ आधीमा फर्केँ अनि त्यसो फेरि 1 वर्षपछि हामी आयो यहाँबाट यस्तो झर्नाहरू चढ्दै गएको थियो हामी चाहिँ अब यो चाहिँ म फेरि अर्को बाटो आइपुगेको छु नेपाल चाहिँ अर्को बाटो आयो यो चाहिँ अब लास्ट चाहिँ यो पनि के भन्छ मेमोरेबलै भयो त्यसलाई पानी पऱ्यो रमाइलो पनि भयो बिजोग्ने भयो के भन्नु सबै भयो यो तर रमाइलो छ यहाँ आइस झर्नाहरू हेर्नुहोस् पानी पनि ठुलो परेछ ओहो बाटो त साह्रै खतम छ त माया चिप्लेपछि त ल्याम्मै जान्छ त हौ फेरि तर जुत्ता चाहिँ गोल्ड स्टारको लगाएर आउनुहोस् ग्रिप राम्रो छ फेरि खायो यो आएको र यो आएको ठाउँ त फरक रहेछ हो यहाँबाट तल हो क्या मन्दिर चाहिँ भिडियोहरू चाहिँ बनाएको थियो तर यो अलिक धमिलो भएको राम्रो छ भ्यू चाहिँ यही हो अलिक पानी परेर त्यस्तो रहेछ राम्रो वन जङ्गलहरू हेर्नुहोस् मजा छ घुम्यो यो ठाउँ र म पहिला आएको ठाउँ चाहिँ फरक रहेछ म तलसम्म मैले आएको होला यो पनि राम्रो भयो पानी परेको हो ठुलो झर्ना
गाइस एडभेन्चर त दौरै भएछ यसो अब माथि जाँदैछौँ हामी हेर्नुहोस् यहाँ दामी एडभेन्चर भएको छ है गाइस यतिको चाहिँ पेचा होछु अलिकति घाम लाग्यो भने चाहिँ अझै मजा आउँथ्यो क्या किनभने जिउहरू पुरै हेर्नु पुरा भिज्नु छ क्या तलदेखि मान्छे सब भिजेर टेन्सन भाव मात्रै हो अरूभन्दा भोलि काम जानु चाहिँ सकिन्छ कि सकिँदैन जानु भने फेरि मात्रै हो तर जे होस् रमाइलो भयो जे जस्तो भयो नि ल जाने भनेको छैन क्या जङ्गलै जङ्गल छ रे बाबा आफ्नो न मैले खाइसकेँ शान्त भयो Alright guys, tomato chip, त्यसपछि क्विट, त्यसपछि वाइवाईमा यो मिक्स म्याच गर्ने वाममा खाने पकाउनु चाहिँ भएन सबजना खाएपछि सरसफाइमा चाहिँ ध्यान दिनु होला जताभावीसँग फ्यालिदिनु होला खानपिन त भयो अब यात्रा सुरु फेरि हुँदैछ हाम्रो अब यति माथि त आयो सबजना माथि गएको छ भर्खर 1 बजे छ हामी 4:30 पनि आइपुग्यो त्यो हिसाबले यसो माथि पनि जाऊँ न भनेर हेरौँ न सबजना गइरह मेसला होइन जुगा लगाएर सातो लगिर बाहुबलीको दिबरा यसै मात्रै हिरोनी नाच्यो गाइस एडभेन्चर राम्रो छ हिलो त त्यस्तै हो गाइस कन्टेन्ट बनाउनलाई के गर्नुपर्ने हिलो मैलो गरेर चढ्नुपर्ने गाह्रो छ मामाश्री बिस्तारी भस्यो ओहो गाइस अब यस्तो भएपछि त नि रिस उठ्दैन गोल्ड स्टारले पनि धामेन हो साला गोल्ड स्टारको एड हानिदिनु भएको थिएँ तर ठिकै हो अलिक गोल्ड स्टार नि चिप्ले हिलोमा चिप्लिनु पर्ने एड हान्नु भनेको यहाँ चाहिँ म अहिलेसम्म आएको थिएन राम्रो छ यति आएँ माथि किन रेग्रेट होस् भनेर बरु ढिलो पुगे पनि पुगोस् केही फरक पर्दैन दामी छ हो भ्यू चाहिँ फेरि जोसँग घुलमिल दिन्छ है गाडी छोरी एक्लै आऊ म त यो बाटो पनि पिच हान्नु पर्यो हिँड्न गाह्रो भयो तर रमाइलो छ घाम लाग्यो अरूभन्दा म्या चिसो भएर कम जाडो लागेको थियो त ओइ म्या कस्तो झिङ्गा भयो सातो लाग्यो ए गोल्ड स्टार जुत्ता लगाउनु चिप्लिँदैन है गाइस एड चाहिँ हान्छ म हेरि ल दामी छ यार भ्यू चाहिँ म्या जे जस्तो भयो नि यस्तो शीतल अलि हेर्नु पनि शीतल पनि हुने ल गाइस बल्ल बल्ल घाम देख्न पाए ए हजुर छ न त छ कहाँ पुग्छ यहाँबाट गाइस हामी त कहाँ पुग्यो त अब यही घाममा हो एकछिन घाममा बस्नु ल जङ्गलबाट त कुना कप्चामा पो आइपुग्यो त गाइस गाइस अब चाहिँ हामी माथि नै भ्यूसम्म जान लाग्छौँ राम्रो छ भन्दैछ कसैले सजेसन गरेको थियो सबजना गयो ढिलो भयो भने पुगिन्छ जान्दिनँ घर बाघसँग कुस्ती खेल्ने हो आउने आज जे पर्ला बाघ आयो भने अगाडि सङ्केत दिइहाल्छ क्या अरे म त बुझेर भागिहाल्छु
खाने एकजनालाई हो कुन चाहिँ पर्ने थाहा छैन ल गाइस भ्यू चाहिँ राम्रो छ ओ गाइस घाम आहा यसकै पर्खाइमा थिएँ म भिटामिन डी को साह्रै कमी भयो यार भिटामिन सी मात्रै धेरै भयो सिमिन चिसो अलिक सुनसान त डर लाग्दो छ एक्लै चाहिँ नआउनु सातो जान्छ बाघ भालु आउनु चान्स धेरै छ भन्दा भन्दा आयो भने टेन्सन फेरि भ्यू चाहिँ दामी लाग्यो यहाँ यसो भिडियो क्रिएटहरू गर्नलाई पनि दामी छ है म्युजिक भिडियोहरू गर्नलाई पनि राम्रो रहेछ ठाउँ पनि छ स्पेसहरू मजाले तर सुनसान चाहिँ धेरै सुनसान भयो यहाँ चाहिँ डेस्टिनेसन यसमा मात्रै भयो माथिसम्म जाम भनेको अब टाइम लाग्ने भयो धेरै अब फेरि फर्किँदाखेरि आर्मीले मार्छ रिक्स पनि हुन्छ त्यो रिक्स नलिउँ अब कुनै दिन चाँडै आएको बेलामा चाहिँ जाम्ला हामी चाहिँ यहीँसम्म हाम्रो इन्डियन चाहिँ यहीँसम्म भयो माथि के जानु नि धेरै अब रिक्स पनि गर्नुहुन्न कलिलो उमेर छ के भयो भने टेन्सन हुन्छ फेरि त्यही भएर आजको लागि यात्रा यहीँसम्म सक्यो हाम्रो आइकि यहीँबाट झर्न त गाह्रो छ अब फेरि पानी पऱ्यो भने त्यहाँ फेरि ठुलो बाढी आउँछ कि गाह्रो पनि हुन्छ अब ओरिन टेन्सन छ नि हामीलाई चाहिँ यात्राहरू सक्यो अब फर्किनु मेरो त अरू मोबाइलको स्टोरेज फुल भयो कन्टेन्ट धेरै बनाएको चाहिँ हेर्दै जानु होला ल अहिले बाई बाई मेरो ब्लग हेरिदिनु भएको सबैलाई धन्यवाद र लाइक सब्सक्राइब पनि गरिदिनु होला अहिले बाई गाइस रातो मसरुम सेतो मसरुम तिमीलाई एउटा कुरा भन्नु थियो सुटुकै